आज चाहिँ मलाई नेपालको यति धेरै याद आयो नि, यति धेरै याद आयो नि, स्पेसली चाहिँ यो खाना देख्दाखेरि चाहिँ यस्तो याद आउँछ नि। ल लास्ट भिडियो हेर्नु, लास्टसम्म हेर्नु अनि थाहा हुन्छ किन याद आयो भनेर। सो हेलो साथीहरू, वेलकम छ मेरो डे 6 मिनी ब्लगमा। सो सबैजना चाहिँ आरामै हुनुहुन्छ होला। अनि मेरो सुरुवात हुन्छ बिहान बिहान मन तातो पानीसँग। त्यसपछि चाहिँ खाना नास्ता चाहिँ खानै परेन। रातभरि बच्चालाई दुध खाएको के गर्छ, यति भोक लाग्छ बिहान उठ्ने बित्तिकै त राति भोक लाग्छ मलाई त। त्यसपछि चाहिँ मैले नास्ता खाएर चाहिँ मैले फटाफट किचनको कामहरू गरेँ, किनकि मेरो बेबी उठ्छ भन्ने डर थियो नि। त्यही भएर चाहिँ म छिटो छिटो किचनको सफा गर्न लागेँ। अनि किनभने बच्चासँग हुँदैन भने क्या, अनि लास्ट गाह्रो हुन्छ बच्चासँग चाहिँ, गर्न दिँदैन। अनि कस्तो मेरो बेबी चाहिँ कहिलेकाहीँ कस्तो हुन्छ नि, जस्तो म बसिरहेको हुन्छ उठ्दैन, जस्तै म कहिले टोइलेट जानु हुन्छ या खाना खाने टाइम हुन्छ छ्याप्प उठ जान्छ क्या। अनि सिलिभर पनि मजाले साफ गरेर, यो मैले साफ गर्न लाग्छु नि, यो वाला यति राम्रो छ नि, एकछिनमा साफ गरिदिन्छ क्या। अनि त्यसपछि मैले फटाफट भाँडाहरू मिलाएँ। यो भाँडा त जति मिलाउँदा नि यस्तै हो किचनको चाहिँ, अहिले मिलाउँ साँझ यस्तै, साँझ बेला भोलि बिहान यस्तै। त्यसपछि फटाफट चाहिँ मैले कपहरू धोएँ, भाँडा धोएँ। सो अनि मेरो बेबी उठ्छ पनि डर पनि थियो मलाई। अनि यता चाहिँ मैले भिडियो सुट गरिरहेको थिएँ, यता चाहिँ म काम गरिरहेको थिएँ। अनि हेर्न सक्नुहुन्छ थन्न कप गिरिसक्यो क्या। त्यसपछि चाहिँ मैले यहाँ चाहिँ दुध उमाल्दा दुध पनि पोकेको छ क्या थोडा, त्यही भएर यहाँ ग्यासहरू साफ गरेँ अनि फटाफट। अनि त्यसपछि चाहिँ मेरो किचनहरू सारा साफ भइसकेको थियो। अनि दिदी चाहिँ झाडु लगाउँदै हुनुहुन्थ्यो, अनि म चाहिँ मेरो कमरा साफ गरेँ। अनि मेरो बेबी चाहिँ सुतेको थियो क्या, आज चाहिँ भो सुतेको कि, किनकि हिजो नुहाइदिएको थिएँ, त्यही भएर चाहिँ सुत्यो होला। किन मेरो छोरीलाई चाहिँ राउका खोकी लागेको थियो, कम्तीमा 10 दिनसम्म त मैले नुहाइदिनु होला क्या। त्यो चाहिँ मैले छिटो मैले मेरो बेडहरू साफ गरेँ। अनि यो बेड पनि यस्तै हुन्छ सधैँ फोहोर भएको भए। अनि त्यहाँ देख्न सक्नुहुन्छ मेरो कस्तो राम्रो फोटो छ है। अनि कस्तो राम्रो छ मेरो दुईवटा चाहिँ बिहेको फोटो छ, एउटा चाहिँ मैले एउटा फोटो बजारबाट किनेर लिएर आएको थिएँ। मैले चाहिँ सिरकहरू पनि मिलाएँ, यति चर्को घाम लागेको थियो नि छतमा, त्यही भएर चाहिँ म बेबीलाई बोकेर सरर गएर त बिचमा चाहिँ पोचा लगाउनु बारे चाहिँ माथि दिदीले पनि के गर्ने, फेरि पोचा सुन्नु बजेँ, फेरि गएँ मेरो बेबीको कपडाहरू फुकाइदिएँ। अनि मेरो बेबीलाई चाहिँ मैले मालिस गरिदिएँ। त्यसपछि चाहिँ निदमै थियो फेरि मेरो बेबी चाहिँ। त्यसपछि मैले अमिलो काटेँ कि, एउटा थियो, 3टा थियो तर 2टा चाहिँ खराब भइसकेको थियो, त्यही भएर एउटा खराब हुन्छ भनेर डर लाग्यो थियो। त्यही भएर चाहिँ छिटो मैले अमिलो काटेँ, किनकि घाम जाला भन्ने डर हुन्छ नि। त्यसपछि हामीले चाहिँ अमिलो मैले चाहिँ खाएँ, थोडा खाएँ, किनकि हाम्रो घरमा धेरै चुग्लो चिज खाँदैनन् क्या, नेपाली भएर पनि खाँदैन, बढी खाने भने मै हो, मैले पनि थोरै खाएँ, नानीलाई खराब गर्छ भने। त्यो मेरो छोरी चाहिँ मलाई पनि दिएँ भने मैले दिइनँ। त्यसपछि हामीले चाहिँ चाउचाउ खाएँ। सो साथीहरू, मेरो मिनी ब्लग यहीँ गएर सेकेन्ड चाहिँ यस्तै मिनी ब्लग हेर्नलाई मलाई फलो गर्नुहोस् र मलाई धेरै माया र सपोर्ट गर्नु।